हेलो गुड आफ्टरनुन साथीहरू। आज चाहिँ म यो मेरोमा पालेको भाले सुँगुरलाई चाहिँ एकदमै टाढो लगेर आउँदैछु। एकदमै थकित भइसकेको छ नि त। हेर्नुहोस् त एकदमै साह्रो थकित भएको छ। टाढो थर्ड ब्लक लगेर ल्याएको नि त साथीहरू। अब यसलाई पनि त्यसै राखेर भएन, यसलाई पनि यसो गाउँघर त घुमाउँदै गर्नु पर्यो। अब यो हाडी घोप्टे भाले सुँगुरलाई र म चाहिँ यसलाई हिँडाउँदैछु। साथीहरू तपाईँहरू के गर्दै हुनुहुन्छ र यसलाई पालेपछि चाहिँ यसलाई पनि काम दिनु पर्यो नि त। यसलाई अब त्यसै पालेर मात्र भएन र काम दिनु पर्यो। र हामी चाहिँ एकदम तलबाट आइसकेको छु र एकछिनमा म तपाईँहरूलाई त्यसको ड्राइभर पनि देखाउने छु। र अर्को ड्राइभर राखेको छु कि मैले, र सक्दैन होला भनेर म आफै गएको नि त। तल आउँदैछ अब ड्राइभर चाहिँ, एकदम तल आउँदैछ र थकित भएछ। यहाँ भाले सुँगुरले उसलाई त एक भल्ड्याङ लडाइहाल्यो साथीहरू यहाँ आइपुग्दा। र अब उनीहरूलाई त बानी छैन नि त यसरी हिँडाउने। मैले चाहिँ उसलाई काम पनि छैन तिम्रो, जाउँ मसँग आज घुम्नु भनेर लगेको साथीहरू। र अब यसरी हिँडाउने बानी छ अब हाम्रो चाहिँ, र एकदमै आदत बसेको छ। अब हिँडाउँदाखेरि त्यस्तो थकित हुँदैन। तर पनि साथीहरू यसरी यो चाहिँ माउमा लगेर ल्याएको नि त, र एकदमै टाढो लगेको थियो आज। र त्यही टाढो चाहिँ साह्रो भयो। म पनि उकालो हिँड्नु थकित भयो नि त गलेर। र हेर्नुहोस् न अब अहिले त बाटोहरू एकदम राम्रो राम्रो छ र त्यस्तो सुँगुरहरू हिँडाउनु पनि साह्रो चाहिँ पर्दैन। र यहाँतिर आयो अब यो चाहिँ लसोरिङ एरिया हो। र अब यसरी आउँदैछु साथीहरू। हेर्नुहोस् न हाम्रो सुँगुरलाई देखेर यो दुईवटा कुकुर पनि भुक्दैछ। र यिनीहरू एकदम, तर यो कुकुरहरूलाई चाहिँ यो सुँगुरले चाहिँ अस्ति माथिल्लो गाउँमा पनि एउटा कुकुरलाई झन्नै 2 फ्याङ्ला बनाइदियो। यसको रिस चाहिँ एकदम कडा छ। यसको छेउमा चाहिँ प्रायः कुकुरहरू चाहिँ किचकिच गरेर आउनु हुँदैन नि त। यो चाहिँ एकदम रिसा छ। यसले चाहिँ समाउनु सक्दैन कुकुरहरूलाई भेटाएपछि। र अहिले पनि हेर्नुहोस् न कुकुर देखि फर्किनु खोज्दैछ। यिनीहरूको यसको बानी चाहिँ एकदम खराब छ। यो झन् ठुलो भएपछि त खराबै हुन्छ होला साथीहरू, डर पनि लाग्छ। उकालो हिँड्नु, उकालो 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 उकालो। हवस् त साथीहरू, यो सुँगुरले पनि बदमास गर्नु थाल्यो। धन्यवाद।